जुन अस्पतालको दृश्य थियो त्यसले केही विक्षिप्त हुनुभयो र उहाँ शौचालय जान भनेर जाँदै गर्दाखेरि उहाँले आफैले आफ्नो टाउको चाहिँ त्यो स्लाइडिङ एउटा बार हुन्छ नि त्यहाँ त्यो बारमा ठोकेको आवाज चाहिँ मैले पनि सुनेको। त्यो हामीसँग कुनै सम्बन्धित भएर होइन, एक खालको पीडा उहाँलाई जुन विक्षिप्त भएर त्यो आज पनि गर्नुभएको थियो उहाँले माथि हलमा वार्ता चल्दै गर्दा सही गर्नुभन्दा केही समय अगाडि समयमा उहाँले त्यो व्यवहार देखाइरहनु भएको छ। त्यसकारण त्यसलाई अतिरञ्जित गरेर दबावको कुनै प्रतिक्रिया बिल्कुलै कहीँ कतै पनि छैन। एउटा विषयहरू हामीले समेटेका छौँ। यस घटनाको म वाचन गरी यहाँहरूलाई जानकारी गराउन चाहन्छु। एक, यस घटनाको सत्य तथ्य र निष्पक्ष छानबिन गर्न नेपाल सरकारले पूर्व न्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। उक्त समिति गठन भएको मितिले 7 दिनभित्र प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नेछ। 2, स्वर्गीय गणेश नेपालीलाई शहीद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानुन, विगतको अभ्यास तथा गठन हुने छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा नेपाल सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढाउनेछ। 3, घटना घटेको दिन उक्त घटनास्थलमा फिल्डमा अग्रभागमा खटिएका काठमाडौँ महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई पछि छानबिन आयोगको प्रतिवेदन र सिफारिस बमोजिम भइजाने गरी हाललाई निलम्बन गर्न काठमाडौँ महानगरपालिकालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट लेखी पठाउने। 4, काठमाडौँ महानगरपालिकाको आगामी बस्ने कार्यपालिका बैठकको निर्णय अनुसार मृतककी श्रीमतीलाई निजको योग्यता तथा क्षमताको आधारमा रोजगारी सुनिश्चित गरिनेछ। साथै मृतककी छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाडौँ महानगरपालिकाबाट सम्पूर्ण खर्च समेतको आवश्यक प्रबन्ध मिलाइनेछ। यस कार्यका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले समन्वय गर्नेछन्। 5, काठमाडौँ महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट निर्णय गराई मृतकको आश्रित परिवारलाई राहत स्वरूप यथोचित रकम उपलब्ध गराइनेछ। 6, मृतकको अन्तिम संस्कार सद्गतका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्था तथा काठमाडौँमा गरिने कार्यक्रियाको आवश्यक व्यवस्थापन काठमाडौँ महानगरपालिकाबाट मिलाइनेछ। 7, पीडित परिवार तथा आफन्तजनको तर्फबाट मृतकको शव बुझिलिने, शव परीक्षण, पोस्टमार्टम लगायतका कानुनी प्रक्रियामा पूर्ण सहयोग र सहजीकरण गरी सद्गत गर्ने जिम्मा लिइनेछ। 8, मृतकका एका घरका परिवारजनको आतेजाते यातायात खर्च एवं काठमाडौँमा कार्यक्रिया अवधिभर रहँदा बस्दा लाग्ने सम्पूर्ण खर्चको प्रबन्ध काठमाडौँ महानगरपालिकाले बेहोर्नेछ। 9, पीडित परिवारका एका घरका परिवारको स्वास्थ्य बीमाको कार्य स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट गर्ने गरी आवश्यक व्यवस्था मिलाइनेछ। यसरी 9वटा हामीले जम्मा सम्झौता गर्यौं र दोस्रो यो पीडित परिवार र वार्ता समितिको तर्फबाट उहाँहरूले 13 जनाले हस्ताक्षर गर्नुभयो र नेपाल सरकार त स्थानीय तहको तर्फबाट काठमाडौँको प्रमुख जिल्ला अधिकारी र प्रमुख प्रशासकीय अधिकृत काठमाडौँ महानगरपालिका श्री सरोज गुरागाई सरले उहाँले सही साफ गर्नुभएको छ। जस्तो नगद दिने भनेको छ त्यसको चाहिँ ठ्याक्कै किटान गरिएको रहेछ, के हो खासमा कति हो? यसो छ, यो निर्णय गरिकन काठमाडौँ महानगरपालिकाले निर्णय गरिकन उपलब्ध गराउने हुनाले अहिले मैले अङ्क यहाँलाई भन्न सकिनँ, तर चित्तबुझ्दो ढङ्गले उहाँहरूले राहत उपलब्ध गराउनुहुन्छ। राहत सहयोग नेपाल सरकारबाट चाहिँ कुनै राहत नदिने भन्ने त्यस्तो हो? यसमा चाहिँ यस्तो हो, जुनसुकै यो थैली अथवा ऊ थैली जुन थैलीबाट गए पनि पीडितको जो वास्तविक पीडित जो परिवार हुनुहुन्छ उहाँहरूको हातमा राहतको रकम पुग्छ, यसको सुनिश्चितता सरकारले नेपाल सरकारले गर्छ। काठमाडौँका सिडिओ साहबको निकै सकस पूर्ण रह्यो, 2-3 दिन सरकारबाट धेरै दबाब आयो भन्ने तपाईँ जिम्मेवार अब एकजना आफै हुनुहुन्छ, सिडिओ साहब भइसकेपछि अरूलाई यसको जवाब माग्नु भन्ने यो बीचमा के थियो? भ्रामक समाचार हो कि अथवा के हो? यो उहाँहरूलाई दबाब दिने अथवा के गर्ने भन्ने जुन खालका अफवाहहरू आयो त्यसतर्फ हाम्रो गम्भीर ध्यानाकर्षण पनि भएको छ जिल्ला प्रशासन कार्यालयको। हामीले अहोरात्र खटेर यो जुन घटना घट्यो, घटना घटेदेखि यो आजको मितिसम्म जुन सम्झौता हामीले भर्खरै सहमति गरेका छौँ, यो क्षणसम्म हामी 2 रात 3 रातसम्म कुनै पनि क्षण नसुतिकन हामी यही खटिरहेका छौँ। यही कामको लागि हामी खट्यौँ, उहाँहरूले पनि सहयोग गर्नुभयो। त्यो वार्ताको दोहोरो वार्ताको क्षणमा एउटा पक्षले अर्को पक्षले दुईटै पक्षले आफ्ना कुराहरू राख्ने क्रममा कहिले ताते होला, कहिले नरम भयो होला, कहिले गरम भयो होला, किन भन्दा स्वाभाविक हो पीडितहरू यस्तो जलनको घटनाबाट उहाँहरू आहत भएको समयमा हामीले त्यसलाई पनि सहज ढङ्गले लिएका छौँ
तर यद्यपि जुन दबाब दियो भनिएको छ त्यसप्रति मेरो एकदमै ठुलो अब्जेक्सन छ। कुनै पनि प्रकारको दबाब दिएको छैन। त्यो स्वयं तपाईहरूले, म मिडियालाई अनुरोध गर्न चाहन्छु, हाम्रो जो मृतकको दाजु हुनुहुन्छ मदन नेपाली, उहाँलाई नै सोध्नुभयो भने सिरे साहबले तपाईँलाई के भन्नुभएको थियो त्यो भित्र हस्पिटलभित्र भन्ने कुरा उहाँलाई मैले के भनिरहेको थिएँ भनेदेखि यो अहिले जुन डेड बडी छ, मृत शरीर अस्पतालमा झन्डै 12-14 घण्टादेखि त्यो आधा जलेको शरीर जसरी रहेको छ यो डिकम्पोज हुँदै त्यो नाश हुँदै 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 तपाईँको दुर्गन्ध फैलिने अवस्थामा पुगिसकेको थियो। त्यसको उचित व्यवस्थापन नगरिकन हामीसँग अर्को विकल्प थिएन। त्यहाँ लगत्तै आडैमा अर्को बिरामी छ, छटपटाइरहेको अर्को जलनको बिरामी छ। त्यो अवस्थाबाट हामीले त्यसलाई के गर्यौँ भनेदेखि उहाँहरूलाई एक खालको मौखिक सहमति लिएर अनि टिचिङ अस्पतालको फ्रिजरमा मोर्चुअरी जहाँ डेड बडीहरू राखिन्छ त्यसलाई प्रिजर्भ गर्ने गरी आजको क्षणसम्म पनि लासलाई सुरक्षित तरिकाले राख्ने गरी व्यवस्थापन गरिएको छ। त्यो कामका लागि मैले उहाँसँग कुरा गरिरहेको थिएँ। त्यही विषयलाई ट्विस्ट गरिएर अनि के आइपुग्यो भन्दा दबाब दियो। के दबाब दिनु छ? उहाँहरू स्वयं पीडित हुनुहुन्छ, पीडित परिवार। उहाँहरूलाई दबाब होइन, न्याय दिनेतर्फ सिडिओले गरेको प्रयास चाहिँ यो एकदमै ठुलो प्रयास चाहिँ हामीले गरेका छौँ। त्यसअनुसार चाहिँ उहाँहरूले न्याय पाउनुहुन्छ, जुन कुरा मैले तपाईँहरूलाई अन्तिममा सिडिओ साहब, जस्तो यो घटनालाई चाहिँ राजनीतिकरण पनि गर्न खोजियो, बाहिरबाट चाहिँ गणेश नेपालीका दाजुलाई चाहिँ उस्काउन खोजियो भन्ने पनि बाहिर हो हल्ला मच्यो। तपाईँले चाहिँ कतिको महसुस गर्नुभयो? त्यो चाहिँ छ कि के हो, खालि यो पनि अपवाद? अब तपाईँले भने जस्तो केही प्रयासहरू नभएका होइनन् भन्ने मलाई आभास छ। म त्यो कुरा गजबले बुझ्छु। तर अहिले अन्तिम क्षणमा आएर उहाँहरूले पनि सहयोग गर्नुभयो। जो त्यसमा लागिरहनु भएको थियो, अलिकति यसलाई कतै डिरेल गर्न सकिन्छ कि सडकतिर पोख्न सकिन्छ कि होइन, सडकतिर त्यो आँसुलाई कतै लिएर जान सकिन्छ कि भनेर उहाँहरूले प्रयास केही नभएका होइनन्। त्यो हाम्रो नोटिसमा थियो र त्यसको लागि हामी अर्को स्ट्राटेजीतर्फ पनि तयार अवस्थामा थियौँ। जहिले पनि हामीसँग प्लान ए र प्लान बी हुन्छ, त्यो अनुसार चाहिँ हामी त्यो अगाडि बढिरहेका थियौँ। हामीलाई अहिले प्लान ए ले नै प्रशस्त राम्ररी काम गर्यो। उहाँहरू पनि आउनुभयो, सबैले सहर्ष स्वीकार गरेर हामीले जुन सहमति गरेका छौँ त्यसमा उहाँहरूलाई पनि मैले धन्यवाद दिन चाहन्छु। उहाँहरूले जे गर्नुभयो त्यो पनि उहाँहरूले एक ढङ्गले भन्दा सरकारलाई दबाब सृजना गर्न, पीडित परिवारलाई न्याय दिनका लागि गर्नुभयो। तर त्योभित्र राजनीति नमिसाएको भए राम्रो हुन्थ्यो भन्ने मेरो पनि अनुरोध हो। अन्तिम एउटा यो वार्ता चलिरहेकै बेला एउटा बाहिर चाहिँ समाचार कस्तो आयो भने पीडित परिवारलाई चाहिँ प्रशासनबाट दबाब हुँदाखेरि पीडित मृतकका बुवाले नै आफ्नै घाँटी थिचेर चाहिँ त्यो खालको प्रयास गरे भन्ने पनि समाचार आयो। यसो पनि क्लियरिटी गर्नु। त्यो बिल्कुलै गलत हो। उहाँले, मैले आफैले देखेको के हो भने त्यो जुन कक्षमा उहाँहरू, पहिलो कुरा त म तपाईँलाई अर्को एउटा महत्त्वपूर्ण कुरा दिन चाहन्छु। उहाँको गाउँ कोही तपाईँहरू कर्णालीको हुनुहुन्छ भने त्यो विकट गाउँ मुगु जहाँ म 15 पटक पुगेको छु उहाँको घर गाउँमा। त्यो गाउँमा म 5 वर्ष बसेर त्यही ठाउँमा जागिर खाएर आएको मान्छे हो म। एउटा कुरा, त्यहाँबाट उहाँहरूलाई कोल्टी बाजुरासम्म ल्याउन स्थानीय जीपको व्यवस्थापन गरेर 2-2.5 घण्टाको ट्राभलिङ, त्यसपछि बाजुराबाट टिकट लिएर अनि प्लेनलाई पनि होल्ड गरेर टिकट लिएर अनि उहाँहरूलाई नेपालगञ्ज ल्याएँ मैले। त्यसपछि उहाँहरूलाई नेपालगञ्जबाट तत्क्षण काठमाडौँ ल्यायौँ हामीले। जुन दिन घटना घटेको छ त्यही दिन तपाईँ कल्पना गर्नुहोस् त त्यो सम्भव थियो? एकदमै गाह्रो कुरा हो। एक्ज्याक्टली। तपाईँले त्यो पहिला कर्णाली बुझ्नुहोस् र यो प्लान चाहिँ हामीले कसरी गर्यौँ भन्ने बुझ्नु होला। उहाँलाई ल्याइसकेपछि उहाँहरू आउनुभयो। आइसकेपछि जुन अस्पतालको दृश्य थियो त्यसले केही विक्षिप्त हुनुभयो र उहाँ शौचालय जान भनेर जाँदै गर्दाखेरि उहाँले आफैले आफ्नो टाउको चाहिँ त्यो स्लाइडिङ एउटा बार हुन्छ नि त्यहाँ, त्यो बारमा ठोकेको आवाज चाहिँ मैले पनि सुनेको। त्यो हामीसँग कुनै सम्बन्धित भएर होइन, एक खालको पीडा उहाँलाई जुन विक्षिप्त भएर त्यो आज पनि गर्नुभएको थियो उहाँले माथि हलमा वार्ता चल्दै गर्दा सही गर्नुभन्दा केही समय अगाडि समयमा उहाँले त्यो व्यवहार देखाइरहनु भएको छ। त्यसकारण त्यसलाई अतिरञ्जित गरेर दबावको कुनै प्रतिक्रिया बिल्कुलै कहीँ कतै पनि छैन। तपाईँले उहाँलाई सोध्न सक्नुहुन्छ। उहाँहरूलाई आज हामीले कसरी राख्यौँ, सिडिओको क्वार्टरमा उहाँको परिवारजन 9-10 जना अहिले पनि त्यही हुनुहुन्छ। अब मात्रै हामी होटलमा लाँदैछौँ। उहाँलाई खाने बस्ने प्रबन्धहरू सबै मैले, मेरो क्वार्टरमा म बसिरहेको छैन, अहिले पीडितहरू हुनुहुन्छ, तपाईँ अहिले लाइभ हेर्न सक्नुहुन्छ अहिले। अनि हामीले कसरी दबाब दियौँ, कहाँबाट दबाब दियौँ, कृपया यसलाई त्यही ढङ्गले तपाईँहरूले लगिदिनु होला। धन्यवाद, नमस्कार। थ्याङ्क यू।